म 22 वर्षको भएँ होइन र आइ एम स्केयर्ड द्याट आइ एम नट गन बी 21 एनिमोर के म कहिले पनि कुनै पनि तरिकाले फेरि 21 वर्षको हुने चान्सेस नै छैन के समय त्यसरी चल्दैन के समय कसैको लागि कुर्दैन के न तिम्रो डरको लागि न त तिम्रो बाहनाको लागि समय निरन्तर चलिरहेछ कि इट्स जस्ट रनिङ सो फास्ट के र यदि तिमी आफ्नो लाइफमा चेन्जेस चाहन्छौ भने तिमीले समयसँगै आफ्नो लाइफमा चेन्जेस ल्याउन समयसँगै दौडिन सिक्नु नै पर्ने हुन्छ कि आइ एम स्केयर्ड अफ चेन्जेस के मलाई पनि परिवर्तनसँग एकदमै डर लाग्छ तर परिवर्तन भएन भने जिन्दगी कस्तो डरलाग्दो भयानक हुन्छ त्यो तपाईँले सोच्न पनि सक्नु हुँदैन के परिवर्तन यो संसारको नियम हो के जो समयमै बदलिँदैन नि त्यसलाई समयले लात हानेर भुइँमा थेचारिदिन्छ कि यदि तपाईँलाई आफ्नो लाइफमा चेन्जेस ल्याउन छ तपाईँको सपना ठुलो छ भने तपाईँले आफ्नो सोच बदलाउनु पर्छ बानी बदलिनु पर्छ इभन आफूलाई नै आफूमै बदलाव ल्याउनु पनि जरुरत छ कि हजुरहरूलाई परिवर्तन दुःख छ तर हार्नुभन्दा धेरै राम्रो छ कि त्यसैले रोएर बस्नुभन्दा बाहना बनाएर बस्नुभन्दा बाहनालाई कसरी हटाउने डर कसरी फाल्ने र समयमै आफूलाई कसरी बदलिने भनेर सोच्नुहोस् के नत्र भने समयले तपाईँलाई मेटाइदिन्छ इट्स गोना इरेज यु फ्रम द हिस्ट्री एन्ड द प्रेजेन्ट के तपाईँलाई समयले मेटाएर छोड्नेछ